खुल्ला यहाँहरूलाई स्वागत छ हाम्रो न्यू ब्लगमा। यहाँहरू सन्चै हुनुहुन्छ होला नि, हामी पनि सन्चै छौँ। आज छुट्टीको दिन, नानी बाबुको पनि स्कुल लागेको छैन। आज छुट्टीको दिनमा धेरै कामहरू बाँकी छ है, अनि त्यही भएर हामी चाहिँ आज धेरै कामहरू गर्न लागिरहेछौँ। यहाँहरूलाई मेरो ब्लग मार्फत जानकारी गराउने छु है त। हामी कहाँ जान्छौँ, के गर्छौँ भनेर सम्पूर्ण जानकारी हामी दिनेछौँ हजुरहरूलाई। मेरो न्यू ब्लग हेरेर हजुरहरूले लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद। हामी चाहिँ आमा छोरा, बाबुलाई पनि मैले गुड मर्निङ भन भने, अनि हाई भने बाबुले गुड मर्निङ भन, अनि माया गर भनेको लजायो, लजाउँदै माया गर्यो। भिडियोलाई माया गर भनेको थिएँ मैले होइन, अनि माया गर भनेको उसले माया गर्यो मलाई, मैले गर्छु भनेको लजायो भिडियोमा देखिन्छ भनेर। मैले भिडियोमा देखिँदैन भनेपछि चाहिँ उसले माया गर्न दियो। म चाहिँ अब बाबुसँग बसिरहेको छु यत्तिकै। आज धेरै काम छ, त्यो भएकाले के गर्ने कसो गर्ने भनेर म चाहिँ सोच्दै बस्दैछु। बाहिर निक्लिनु पर्ने, कति बेला निक्लिने त भनेर सुरसार गर्दैछु बाहिर निक्लिनको लागि। आमा छोरा गफ गर्दैछौँ। म चाहिँ किचनमा पुगेँ। अब किचनमा खाना बनाउँदैछु। खाना खाएर आज ब्याङ्क छिटो निस्किनु पऱ्यो भन्ने सोच छ मेरो। ब्याङ्कतिर काम थियो। खाना बनाउँदैछु म चाहिँ किचनमा। हिँड्दै भिडियो बनाउँदैछु म खाना बनाउँदै ओर्दै। नानी बाबु चाहिँ रुमतिरै छन्, म चाहिँ किचनमा छु। किचन टेबलमा अब काम गर्दैछु, सरसफाइ गर्दै, खाना बनाउँदै। सब्जी पाक्दैछ, खाना पाकिसक्यो। अब खाना खाने सुरसार गर्न लाग्दैछु म। खाना खाएर छिटो ब्याङ्क निस्क्यौँ भनेर, आज शुक्रबार पनि भएकाले खाना खाएर छिट्टै निक्लिने सुरसार गर्दैछु। नानी बाबुलाई खाना पाएको खाना खाउँ भनेको, एकछिनमा खाने भने म चाहिँ खाना खान लागेँ। अब किचनमा खाना खाएर म चाहिँ आएछु होइन। अनि ब्याग रेडी गर्दैछु, कुन ब्याग बोकेर जाने भनेर। मेरो ब्याङ्क जाने काम छ आज, प्रभु ब्याङ्कमा जाने काम छ। चेक पनि लिएर, एटिएम पनि लिएर जाने काम छ आज। एटिएमको त सिस्टम मिलाउनु थियो, त्यही भएकोले म ब्याङ्कै जानुपर्ने भयो, नत्र त क्युआर सिआर गर्दा पनि हुन्थ्यो। ब्याङ्क जाँदैछु साथीहरू, म निस्केँ बाहिर। पानी परिरहेछ, छाता ओढ्दै म चाहिँ जाँदैछु ब्याङ्क। पानी परिरहेछ, सिमसिम, धेरै ठुलो पनि होइन, ठिकैको हिँड्न चाहिँ मिल्ने गरेको। म चाहिँ ब्याग देखाउँदैछु, म कसरी गएछु भनेर हजुरहरूलाई देखाउँदैछु। बाटामा सिमसिम पानी परेर छाता ओढेर अप्ठ्यारो गर्दै भिडियो पनि खिच्दैछु। भिडियो हल्लिएर आउन सक्छ साथीहरू, माफ गरिदिनु होला। पानी झरीमा यसो अब डेली भ्लग गर्ने भएपछि त होइन, डेली रुटिन पनि देखाउन चाहिँ मन लागेको, तर हल्लिएपछि समस्या हुने रहेछ। ऱ्याङ्को टोडेर हेर्नु न, पानीमा हिँड्दैछ मान्छेहरू। पानी सिमसिम भएपछि साह्रै अप्ठ्यारो।
जाँदैछु बाटामा मास्तिर पुगेँ। आउने जाने मान्छेको ओहोर दोहोर चल्दैछ हल्का फल्का। म बाटोमा जाँदैछु, घरदेखि अलिक मास्तिर पुगेँ। यो चाहिँ तिर्सा बाटोमा हो। हाम्रो नानी बाबु पढ्ने बोर्डिङ पनि यहाँ नजिकै छ। उतापट्टिको साइड हाम्रो बोर्डिङ हो। यता अर्को बाटो। पछाडि चाहिँ मलाई छोरीको साथीले आन्टी आन्टी भन्दै रहेछन्। म चाहिँ आफ्नै सुरमा नि भिडियो बनाउँदै पानी पनि परेको हिँड्दै थिएँ। एकछिन चाहिँ सुनेँ अनि हाइहरूले गरियो। आवाज आउने भएकोले निकै गडङगडुङ आवाज थियो। बाइक पनि आउँदैछ पछाडितिर कराउँदैछ र मैले आवाज रेकर्ड गर्न सकिनँ। भेटघाट भयो। हेर्ने पनि मेरो भिडियोमा हाई भनिन्। भ्लग भिडियो बनाउनुहुन्छ आन्टीले भने थाहा छ सानीलाई। अनि गफ भयो। उनीहरू हस्पिटल गएर आएको अरे हजुरआमा र नातिनी। हजुरआमा चाहिँ देखिनु भएन चाहिँ भिडियोमा। आँखा हस्पिटल गएर आएको अनि भन्दै थिइन् मलाई। अनि पशुपति पनि दर्शन गरेर आएको भन्नुभयो आमाले चाहिँ। म अघि हिँड्दै थिएँ छाता ओढेर होइन पानी झरीमा अप्ठ्यारो। अनि सानीको घर चाहिँ त्यहाँ नजिकै रहेछ। म चाहिँ अलिक मास्तिर पो हो कि अर्को घर पो हो कि भन्थेँ। सानीको घर चाहिँ नजिकै रहेछ। अनि सानी जाने भने सानीले बाई बाई भनेर म चाहिँ आफ्नो बाटो लागेँ। म चाहिँ मास्तिर पो हो कि भन्थेँ तलतिर रहेछ सानीको घर। त्यही भएर मैले बाई बाई भन्दै सानीलाई। मेहन्दी लाकी रहेछन् आज असार मसन्त भनेर मेहन्दी लाकी रहेछन् सानीले। म चाहिँ हिँडेँ त्यहाँबाट बाई बाई भनेर एक्लै उकालो लागेँ। म हजुरहरूलाई कुन बाटो लान्छु कसरी लान्छु हेर्नुहोस् है त हजुरहरू। साह्रै राम्रो बाटो छ क्या त्यहाँनिर। त्यत्रो अब गाडीको चक्का भएको छैन। भित्री बाटो हो। घरहरू कति राम्रो चट्ट होइन फुलबारी सहित भएका हुन्छन्। बाटो चट्ट शान्त। धेरै गाडी बाइक नआउने एक दुईवटा पाटापुटो त आउँछन् तर धेरै ओहोर दोहोर गाडी चल्दैन। हिँड्नको लागि शान्त। त्यो बोर्डिङ हो। सानो बच्चाहरू पनि बोर्डिङ छ। हिँड्दा चाहिँ अलिक विचार गर्नुपर्ने हुन्छ। भित्री बाटो हो कुहिनेटो हुन्छ तर पनि हिँड्नको लागि सजिलो शान्त। त्यत्रो गाडी बाइक भनेको एक दुईवटा आउँछन्। चापाचाप त्यत्रो छैन बाटोमा। अब यहाँबाट चाहिँ मास्तिर अलिक रोड निक्लिन्छ त्रिचोक निक्लिन्छ। तिनवटा बाटो भएको हेर्नुहोस् न कति राम्रो राम्रो गेट भएका घरहरू। साह्रै सेफ हुन्छ है त्यहाँको घरहरू चाहिँ साथीहरू। चोर फटा कोही पस्ला कि कसैले घरभित्र केही असर गर्ला कि केही चोर्ला कि भनेर चाहिँ दिउँसो चाहिँ नचितायो हुन्छ। फलामे गेट हुन्छन्। त्रिचोकमा पुगेँ। यता जाने बाटो छ उता खोलातिर झर्ने बाटो छ। यता जाने बाटो यता अर्को बाटो मेरो ब्याङ्क जाने बाटो। म हिँड्दैछु बाटोमा एक्लै। शान्त छ बाटो हेर्नुहोस् न घर कति शान्त सफा चट्ट। साह्रै स्विट कलरहरू भएको घर नि। यो मलाई कस्तो मन परेको पर्पल कलरको घर। साह्रै राम्रो छ साथीहरू। आनन्दको बाटो छ शान्त एकदम। भित्री बाटो बस्नलाई पनि आनन्द छ साथीहरू। यहाँ चाहिँ गाडी बाइक पनि हिँड्न कुद्ने त्यत्रो टाटटाटुटुट पनि छैन। अलिकति समस्या भनेको पसलको हो कि अब यहाँ त पानी पनि किन्न पर्छ। अलिक टाढा जानुपर्ने हुन्छ। हुन त पैसा हालेपछि त ल्याइदिन्छ। ल्याएको डेलिभरी चार्ज लिएर ल्याइदिन्छ ल्याउनु त।
तर पनि छासा छुच्छ होइन, किनिहाल्नु पर्यो भने चाहिँ पसल अलिक समस्या छ। यहाँ मास्तिर एउटा पसल आउँछ, यहाँ तलतिर चाहिँ छैन। हेर्नुहोस् त फलामे गेटहरू कस्ता कस्ता छन्। मकैबारी पनि रहेछ यहाँ, कस्तो राम्रो छ, शीतल ठाउँ, साह्रै शीतल आनन्दको ठाउँ, फ्रेस हावा छ यहाँ चाहिँ, आनन्दको ठाउँ। आफ्नो भित्र बस्यो, बाहिर ड्युटी गयो आयो सुत्यो होइन। यताको आनन्द बस्नु चाहिँ साह्रै आनन्द, बच्चा बच्ची पढ्न चाहिँ आनन्द छ साथीहरू। हामीले पनि त्यता नि हेर्ने थियो, तर त्यता भने जस्तो रुम चाहिँ फेरि पाइँदै रहन्छ कतै कतै। अब कतै कतै प्याक, फेरि काठमाडौँमा कोठा पाउन भने जस्तो कोठा पाउन कति समस्या हो। हामीले पहिला यो घरमा कोठा हेरेको थियौँ, त्यति राम्रो रहेनछ र अनि हामी त्यहाँ बसेनौँ। यहाँ एउटा पसल, जम्मै एउटा पसल साथीहरू यो वरिपरिको एरियामा, नत्र माथि मेन रोडमै निस्किनु पर्ने हुन्छ पसलको लागि। बस्न चाहिँ शान्त छ, बच्चाहरूलाई पढाउन ओर्न पढ्ने ठाउँ, आनन्द चाहिँ एकदम आनन्दको ठाउँ छ त्यहाँ। समस्या भनेको पसलको हो, पानी किन्नु, ग्यास किन्नु, चामल होइन, हरेक खुद्रा सामानहरू किन्नु चाहिँ फेरि चोकै झर्नु पर्ने हुन्छ, कि चोकै जानु पर्यो कि तलै झर्नु पर्यो, त्यत्तिको चाहिँ असुविधा हो। नत्र त अरू कुरा सबैको सुविधा छ बस्नलाई चाहिँ। खाडल पनि रहेछ, इँटाहरू छन् यता बाटामा साइडमा। अब म चोक निक्लिन आँटेँ साथीहरू, मेन चोक निक्लिन आँटेँ। छाता ओढेर मान्छेहरू हिँड्दैछन्, म चाहिँ एकछिन बाइक आउँदैछ पछाडिबाट, एकछिन साइड पनि लागेँ। अब म चोक निक्लिन लागेँ है त, मेन रोड। खडल खुल्ली पानी जमेको रहेछ, मान्छेहरू हिँड्दैछन्, सिमसिम पानी छ हल्का फल्का। म महेन्द्र पुगेँ त साथीहरू। कोक डिउहरू जाँदो रहेछ गाडीले। यता चाहिँ बोतलको डिउ के हो, जुसहरू पाउँछ, म त्यति खान्न, याद पनि गर्दिनँ। म चाहिँ बाटामा पुगेँ। म गाडी हेर्दैछु, गाडी भाइ कताबाट आउँदैछन् कि छैनन् भनेर। त्यहाँनिर ट्राफिक के भयो त्यो, बाटो कट्ने ठाउँ चाहिँ अलिक मास्तिरै रहेछ, ठ्याक्कै त्यसको नाम पनि बिर्सेँ। अनि भरे म चाहिँ यता तलतिर कटेँ, त्यहाँनिर चाहिँ गाडी अडिएको थियो, गाडी रोकेका थिए, त्यही भएकोले म पारिपट्टि कटेँ। अब मेरो प्रभु ब्याङ्क पनि नजिकै आयो, बिग मार्ट र प्रभु ब्याङ्क सँगै छ। प्रभु ब्याङ्क र बिग मार्ट हेर्नुहोस् त सँगै छ साथीहरू। म चाहिँ ब्याङ्कतिर लागेँ, एटिएम बाहिरै छ, प्रभु ब्याङ्कको एटिएममा मेरो काम चाहिँ हो, तर मैले पहिलोचोटि नै ट्राई पनि गरेको छैन र सिस्टम पनि मिलाएको छैन। त्यो भएकोले म माथिबाट म्यामसँगै गएँ। म्यामसँग गएर मेरो समस्या बताएँ, अनि म्याम र म एकछिनमा झर्छौँ है त। तर मैले ब्याङ्कमा के खिच्ने भनेर मैले ब्याङ्कमा चाहिँ पुरै खिच्न सकिनँ, खिच्न नै मिल्दैन, नमिच्ने कुरो भएन होइन। ब्याङ्कमा भित्र खिचिनँ, थोरै मात्र खिचेको छु। म चाहिँ ब्याङ्कको काम सकिवरी एटिएमको काम सकेर म चाहिँ निस्केँ साथीहरू। हजुरहरूलाई भित्रको भिडियो चाहिँ देखाउन सकिनँ, बिजी हुने बेलामा म चाहिँ अब घर फर्किनेतर्फ लाग्न लागेँ। अब म अघि माथिल्लो बाटोबाट आएको थिएँ भने अब तल्लो बाटो आउँछु घर म।
पानी परिरहेछ अझै पनि। छाता उडेर गाडी, मान्छे हिँडिरहेका छन् गाडीमा। टेम्पो टोडेर मान्छे हिँड्दैछन्। अर्को बाटो घर फर्किँदैछु साथीहरू। अहिलेको बाटो र यो बाटो कुन सजिलो राम्रो हेर्नुहोस् है त हजुरहरूले। ट्राफिक जाम जस्तो भयो त हल्का फल्का। भिडभाड होइन, यसो छ। यो चाहिँ मेन रोड हो साथीहरू। यहाँ भगवानको मूर्ति पनि राखेको रहेछ। अनलाइन खाना सपिङ, खाना बुकिङ। यता खाना अर्डर गरेपछि खाना बोकेर ल्याइदिन्छन् साथीहरू पठाउमा। गाडी कुदिरहेछ बाटामा, म हिँड्दैछु। म चाहिँ नजिकै चाहिँ हिँडेरै जानु मनपर्छ कि गाडीमा गाह्रो पनि हुन्छ। त्यो भएर नजिकमा हिँडेरै जाने हो क्या साथीहरू, एक्सर्साइज पनि हुन्छ। म चाहिँ हिँडिरहेको छु छाता ओढेर, हल्का फल्का पानी पर्दैछ। म चाहिँ मेन रोडतिरै छु। हेर्नु कति राम्रो घर, अनि फुलै फुल रोपेको कि फुलै फुलको गमला। यताको साइड अर्को बाटो। अब हाम्रो घर जाने बाटो छुट्टियो, म शाखा बाटोतिर लागेँ। मेन बाटो छोडियो, शाखा बाटोतिर आइयो। पानी परेकाले धन्न गाउँमा जस्तो लेउसेउ चाहिँ लाग्दैन, चिप्लो छैन र, नत्र त गाह्रो छ त। भुइँमा माथि त रहेछ अलिअलि, भुइँमा चाहिँ लेउसेउ छैन, हिँड्नलाई सहजै छ। मैले मोबाइल अड्याउने स्ट्यान्ड लगेन र भिडियो हल्लिएको छ साथीहरू। के बोकेर जाने भनेर मोबाइल मात्रै लिएर हिँडेँ, अनि मोबाइलमा त्यतिकै हातमा राखेर खिचेँ, हल्लिएको आज साथीहरू। पानी परेकाले राम्रो हेर्न नि पाएको होइन। भरे घरमा आएर भिडियो हेर्दा त पुरै हल्लिएको छ त। दुःख त लाग्यो, अब के गर्नु, दुःख मानेर होइन। हजुरहरू पनि झन्झट नमानी मेरो भिडियो हेरिदिनु होला। अब अर्कोचोटि चाहिँ म हजुरहरूलाई नहल्लिएको भिडियो लिएर आउनेछु। यता चाहिँ घरै प्रत्येक प्राय फुलबारी हुन्छ क्या साथीहरू। प्लान्टहरू रोपेको हुन्छ, फुल्ने फुलहरू रोपेको हुन्छ। चट्ट शान्त के त चाहिँ नि, घरहरू पनि वातावरण पनि त्यस्तै छ, शान्त आनन्द छ। यो तिर्चोकमा मात्रै हो, मास्तिर कति आनन्द छ। यो तलतिर साह्रै आनन्दको ठाउँ छ साथीहरू बस्नको लागि चाहिँ। झर्दैछु, ओह्रालो लागिसकेँ है त साथीहरूमा। ब्याङ्कको काम सकियो, मेन रोड छोडियो, ओह्रालो लागेँ म। प्लान्ट हेर्नुहोस् न कति राम्रो फुल गिटामा। फुलको चाहिँ सोखिम हो साथीहरू यतातिर नि, साह्रै फुलहरू रोप्ने, प्लान्टहरू रोप्ने चाहिँ साह्रै सोखिम। फलामे गेट हेर्नु त साथीहरू, यस्तो दरो गेट हुन्छ। त्यो भएपछि सेफ हुन्छ क्या, सेफ हाम्रो नि यस्तै छ घरमा।
चोर फटाएको केही डर्दैन, पस्ला कि भन्न नसोचे पनि हुन्छ। आनन्द छ बस्नु चाहिँ खाली जग्गा उतापट्टि चाहिँ काठमाडौँ गोठामा कसका घडेरी हुन्, खाली जग्गा रहेछ। म चाहिँ तेर्सो बाटोमा आइपुगेँ। हाम्रो बच्चाहरू पढ्ने बोर्डिङ यहाँ तल चाहिँ बाटो, तल आएपछि चाहिँ फेरि एउटै बाटो क्या साथीहरू। अघि माथि चाहिँ बेङ मुनतिर चाहिँ यता र उताको बाटो छ। यहाँ चाहिँ अब सुरुमा गएकै बाटो हो यो। अघि आमा र छोरीको साथीसँग बोलेको ठाउँमा म आइपुगेँ। अब अलि पर्तिर बोर्डिङ पनि आउँछ, हाम्रो बच्चाहरू पढ्ने बोर्डिङ। यस्तो हल्लिएछ क्या साथीहरू, पानी आएको, एउटा हातमा ब्याग, अनि छाता, अनि हातमा मोबाइल भयो। म त मोबाइलतिर त्यो नहेरिकन खिचिरहेँ। आएर हेर्दा त पुरै बेडे हल्लिएको रहेछ। दुःख त लाग्यो, के गर्ने होइन, हल्ली त गयो। हाम्रो चाहिँ बोर्डिङ आइपुग्यो साथी। यो हरियो ड्रम भएको चाहिँ हाम्रो बच्चाहरू पढ्ने बोर्डिङ हो। त्यो चाहिँ अफिस हो, तल ठुलो अफिस छ ऊ तल। बोर्डिङ चाहिँ भित्रको हो, यो चाहिँ अफिस हो। यो गेट हो, बोर्डिङको गेट। म अघि बढिसकेँ बोर्डिङबाट। यो चाहिँ वाडा भवन हो, वाडा भवन। यता हामीले खाजा खाने होटल नजिकै छन्। फेरि यता अर्को मेन रोड निक्लिने बाटो साथीहरू। भित्री बाटो अलिकति, मेन रोडमा आइहाल्छ अलिकति। मेन रोड आइपुगेँ। मेन रोड मान्छेहरू पठाउ कुद्दै छन्। काठमाडौँमा जीविकोपार्जन गर्न गाह्रो छ, केही न केही गर्नै पर्छ। यो बिचरा पानी झरी पनि नभनिकन पठाउ चलाउँछन्, के गर्ने होइन, खानाका लागि गर्नै पर्छ। म चाहिँ अब हाम्रो घर छेउछाउ आइपुगेँ साथीहरू। घर आउन लाग्यो। हामी चाहिँ घर पुगेर टिकटक बनाउनु, छठमा गएर टिकटक बनाउँछौँ, हेर्नुहोस् है त साथीहरू। छुट्टीको बेलामा होइन, अरू बेला भ्याइँदैन। छुट्टी गरेर टिकटक बनाउने, भिडियो बनाउने, घरको काम गर्ने, बजार जानु छ भने बजारमा जाने होइन, के काम पर्छ। छुट्टीको समय दाउ छोप्नुपर्छ क्या साथीहरू। हामी बस्ने घर पनि यस्तो छ साथीहरू। कलर दामी छ हामी बस्ने घरको पनि। घर पनि नयाँ छ, राम्रो छ। सबै कुराको सुविधा छ क्या साथीहरू, अरूभन्दा पनि। हे आकाशैमा ढल्की नाच्ने गिद्ध हो कि चिला, बैसा जो बन गए पनि तन्नेरी छ दिला। घाँसै काटौँ गोली दोभान, हाँस्दै खेल्दै गयो जोबाना। मेरो बाबु चाहिँ मोबाइल हेर्दैछ, म चाहिँ आँप काट्दैछु। टुटुट गाडीको आवाज हल्का फल्का। बाबुले मोबाइल बजाएको आवाज टुटुट आउन सक्छ साथीहरू। फाइनली आँप काट्दैछु त साथीहरू।
साह्रै रसिला आँप रहेछन् साथीहरू रसै चुने गरेको के रस रसिला आँप झरम झरम रस भएको गुलियो आँप रहेछ फाइनल्ली मैले चाहिँ आँप काटिसकेँ अब खाने तयारी गर्दैछ आमा छोराछोरी होइन आँप काटिसकेँ फाइनल्ली हामी चाहिँ खाजा खाँदैछौँ साथीहरू अघि हामीले ब्रेड खायौँ ब्रेडको त भिडियो खिच्नै बिर्सेछ अनि अहिले चाहिँ आँप खाँदैछौँ कति मिठो छ आँप पनि आएर भन्नु आँप मिठो छ आँप कस्तो छ कस्तो छ आँप मेरो बाबुले भने आँप कस्तो छ भनेर जिस्केर मिठो छैन भन्दैछ खालि जिस्किन्छ जोस गर्छ मेरो छोरोले दिदी तपाईँ पनि आउनु किन मैले एउटा एप पनि फिनिस गरिसकेँ खाने त्यो सुनेन मजाले खाने भयो म चाहिँ फाइनल्ली आँप खाइसकेर यता कर्कलो केलाउन थालेँ साथीहरू अस्ति बजारबाट किनेर ल्याएको थियो कर्कलो अलिकति होइन अनि त्यस पछाडि यो चाहिँ कर्कलोको मुन्टा है कलिलो कर्कलो अनि अलिकति चाहिँ माथि आन्टीले दिनुभएको थियो कर्कलो अनि म चाहिँ केलाउँदैछु छुट्टीको दिन केलाएर फ्रिजमा राख्नु पर्यो भनेर केलाउँदैछु यो चाहिँ काठमाडौँमा एकदम स्पेसल सब्जीको रूपमा लिने रहेछ हाम्रो गाउँतिर त होइन साथीहरू भैँसीलाई खोले बाख्रालाई खोले दिन्थ्यो कर्कलो यहाँ त सब्जी स्पेसल सब्जी हुने रहेछ त यो कर्कलोले चाहिँ व्हाइट ब्लड सेल बढाउँछ अरे साथीहरू सेतो रगत बढाउँछ अरे अनि खानुपर्छ अरे यो खान नजान्नेलाई फेरि यो कोक्याउँछ पनि यसले हात पनि हेरौँ न यो केलाउँदाखेरि हात चिलाउँछ र मैले त पन्जा लाएर केलाउँछु पन्जा लाएर केलाउने अनि आलुसँग यो भुट्ने टमाटर समाटर लाउने मरमसला लगाएपछि सिटी लगाइदिने 2 सिटी लगाइदिने अनि 2 सिटी लगाएपछि चाहिँ स्टिलको भाँडामा निकाल्ने स्टिलको भाँडामा खन्याएपछि चाहिँ त्यहाँ 1 चाना कागती निचारिदिने अनि खाने क्या साथीहरू सेलाएपछि यस्तो मिठो हुँदोछ नि भरिसक कुकरबाट निकालेर आरीमा खन्याउने अनि सेलाएपछि मात्रै कागती निचोर्ने क्या साथीहरू अझ पिरो पिरो पनि पार्ने अनि चाहिँ टेस्टी हुने रहेछ यसले चाहिँ हाम्रो सेतो ब्लड बढाउँछ अरे साथीहरू व्हाइट ब्लड सेल भनिन्छ नि व्हाइट ब्लड हो त्यो बढाउँछ अरे अनि यो त व्हाइट ब्लड चाहिँ अब कम भयो भने होइन कतिजनाको कम भएको भनेर आउँछ नि समस्या भइरहेको हुन्छ नि त्यो चाहिँ यो कर्कलोले पनि बढाउँछ अरे सेतो ब्लड चाहिँ अब कम भयो भने अरूबाट लिन पनि मिल्दैन र दिन पनि नमिल्ने खानेकुरा खाएर नै हामीले आफूले बढाउनु पर्ने रहेछ त्यो भएर काठमाडौँमा चाहिँ यसले ब्लड बढाउँछ भनेर सबैले खाने गर्दा रहेछन् त्यही भएर हामीले पनि सिकेको बजारमा महँगो पो पर्दछ साथी 50-60 रुपियाँ पर्छ 5वटा 6वटा डाक्ला हुन्छ माथि मुन्टा समेत हुन्छ अनि 50-60 रुपियाँ पर्छ 5-6वटा डाक्लालाई अनि
हाम्रो गाउँमा त कति हो कति फाड्नुपर्छ, बगैँचै हुन्छ, जताततै उम्रिन्छ। पिँडालुको चाहिँ खानुपर्ने चाहिँ सजिलो, पिँडालुको पात डाक्ला, त्यसलाई कर्कलो भन्दो रहेछ नि। यता म के लाउँदैछु, डाक्ला हेर्नुहोस् न। हजुरहरूले कर्कलोको सब्जी खानु भएको छ कि छैन? हामी त काठमाडौँ आएर बानी भइसक्यौँ, मिठो लाग्छ। मेरो भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। हस्त, धन्यवाद।